दर्शकबिन कति महान सोच भएकी भुन्टी छिन् हो। यता नन्दले कुनै समय यति धेरै हेला गरेकी थिइन्। ए भुन्टी यता मुन्टी समेत भन्न भ्याएकी थिइन्। बिचारी भुन्टीले पढाइ सोद्धा नजानेर ए नन्द मलाई सिकाइदिनुस् भन्दाखेरि तैँले पढेर के गर्छिस् भन्ने तिनै नन्द अहिले भने जब यस्तो हस्पिटलको बेडमा थला परेकी छिन्। यही बेलामा बिचारी भुन्टी भने कति धेरै माया गरेकी हुन्। सायद पहिलाका कुरा सम्झिने हो भने ती नन्दलाई एकचोटि पनि माया गर्ने जस्तो छैनिन्। तर बिचारी भुन्टी कति धेरै महान रहेकी छिन्। तिनै नन्दलाई यति धेरै माया गरिरहेकी छिन्। चाँडै निको होस्, मेरी नन्दलाई राम्रो होस् भनेर प्रार्थना गरिरहेकी छिन् हो। सायद नन्दले पनि भाउजूलाई त्यस्तै गरेको भए उनी कति धेरै खुसी हुन्थिन्। तर बिचारी भुन्टी रोइरहेकी छिन्। नन्दलाई सम्झेर उनी घरिघरि चाँडै निको भइदिए हुन्थ्यो भनिरहेकी छिन्। कुनै समय यस्तै गरेकी थिइन् आफ्नै देवरलाई पनि। बिचरा देवर पनि लडिरहँदाखेरि देवरलाई चाँडै निको होस् भनेर प्रार्थना गर्ने भुन्टी सबैका लागि कति धेरै महान छिन्। तर त्यही भुन्टीलाई त्यो घरमा भने देख्नै रुचाइँदैन। कहिले आफ्नै सासू, कहिले तिनै दाइ र भाउजू, कहिले नन्दा, कहिले देवर सबै लागेर कति धेरै हेला गरेका हुन्छन् हो। भनिन्छ नि हेलाको पनि भगवान हुन्छ भने जस्तै बिचारी भुन्टीलाई जति पीडा भए पनि सहन सक्ने क्षमता भने भगवानले पक्कै दिनुभएको छ। त्यही दिएरै होला यति बेला बिचारी भुन्टी सबै धैर्य गरेकी छिन्। जसले जे गरे पनि उनी नराम्रो भने कहिल्यै गर्न जान्दिनन्। सासू बिरामी परिन्, नन्द बिरामी परिन्, त्यो बेलामा पनि यति धेरै माया र ममता दिइन्। त्यही माया र ममताकै कारण उनीहरू निको भए, पकाएर खान दिइन्। तर यति बेला भुन्टीलाई दुःख पर्दा तिनै सासू भने भुन्टीमाथि खनिएकी थिइन्। यता नन्द पनि त्यस्तै खनिएकी थिइन् हो। बिचरा भूपेन्द्रले आफ्नै श्रीमतीलाई खाइ नखाइ पैसा नदिएर पनि परिवार पालिरहेका थिए। यद्यपि भुन्टीले कहिल्यै राम्रो चाहियो मिठो खान्छु भनेर भनिनन् हो। कति धेरै महान रहेछिन्। सायद भुन्टी जस्तो मान्छे यो समाजमा पाउनु सबैको लागि सौभाग्य हो। किनभने बिचारी भुन्टी यति धेरै महान छिन् कि उनले कहिल्यै पनि आफ्नो खुसी भन्दा पनि अरूको खुसी देखिरहन्। सायद त्यही भएर होला यति बेला नन्दको खुसी पनि उनी देख्न चाहिरहेकी छिन्। चाँडै निको भइदिए हुन्थ्यो, नन्द छिटो बोल्दिए हुन्थ्यो भन्ने उनको कति धेरै महान सोच हो। दर्शकबिन गरिब भए पनि भुन्टी जस्तो महान नारीलाई तपाईँ के भन्नुहुन्छ? मनमा लागेको विचार व्यक्त गरिदिनु होला है त।